नमस्कार। आज हामी अ, वरिष्ठ साहित्यकार भारती गौतमको कथा सङ्ग्रह फरक फुलको लोकार्पण तथा अन्तर्संवाद कार्यक्रम लिएर जुमको प्लेटफर्ममा उपस्थित भएका छौँ। म कार्यक्रम सञ्चालक नारायण भट्टराई यहाँहरू सम्पूर्णलाई यो जुम प्लेटफर्ममा हार्दिक स्वागत गर्न चाहन्छु। यो कार्यक्रम फेसबुकबाट लाइभ प्रसारण भइरहेको छ। संसारभरिबाट हामीलाई हेरेर सुनेर साथ दिनुहुने दर्शक श्रोता तथा जुममा उपस्थित सम्पूर्ण साहित्यकारज्यूहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु पुनश्च। यो कार्यक्रम समकालीन साहित्य प्रतिष्ठान बेलायतले आयोजना गरेको हो। समकालीन साहित्य प्रतिष्ठान नेपाली साहित्यलाई डिजिटल दुनियाँमा प्रवेश गराउने पहिलो साहित्यिक संस्था हो। समकालीनले विगत 2 दशकदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउनु हुने स्रष्टाहरूलाई आफ्नो अनलाइन पत्रिका समकालीन साहित्य.com मार्फत एउटा प्लेटफर्म प्रदान गर्दै आइरहेको छ र यसले 50 भन्दा बढी स्रष्टाका किताब प्रकाशन गरेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ, जुन कुरो हामी सबैलाई विदितै छ। कार्यक्रमलाई सुरु गर्न को लागि यहाँहरूको अनुमतिमा म थोरै औपचारिकतातर्फ अगाडि बढ्ने अनुमति चाहन्छु र यस विशेष कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुनको लागि म प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। ल ताली बजाएर मेरो समर्थन। सर, यसमा मैले थोरै करेक्सन गरेँ। नमस्कार, मेरो यस विषयमा स्वीकार तयार भएर बसेँ म। प्रिय भाइ, हामीसँग अरू पाहुनाहरू हुनुहुन्छ, जस्तो सम्पूर्ण कथाकार भारती गौतमज्यू, यहाँलाई पनि म यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। त्यस्तै गरी हामीसँग वक्ताहरू हुनुहुन्छ, डाक्टर शैलजा पोखरेल, शोभा ढुङ्गाना, प्राध्यापक डाक्टर लेख निरौला, प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला, श्री ओम रोदन श्रेष्ठ, ओम श्रेष्ठ रोदन, प्राडा शिव गौतम, डाक्टर ऋषि बस्ताकोटी, शरद मरठा लगायत सम्पूर्ण यहाँ जुममा उपस्थित हुनुभएका महानुभावहरूलाई पुनश्च स्वागत गर्न चाहन्छु। र यति भन्दै एउटा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिदिनु हुनको लागि म वरिष्ठ साहित्यकार श्री ओम रोदन श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। अबको समय श्री ओम रोदन श्रेष्ठ। धन्यवाद नारायण भट्टराई सर। मेरो भागमा स्वागत गर्ने अवसर परेको छ। म धेरै पछि यो जुममा आएको छु र यो जुममा राम्रो लेखकको, राम्रो कृतिको र राम्रो समालोचकहरू उपस्थित हुनुभएको यो कार्यक्रममा सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। मलाई यो स्वागत सँगसँगै वरिष्ठ साहित्यकार भारती गौतमको फुल कथा सङ्ग्रहको सन्दर्भमा हामी अहिले धेरै देशका सर्जकहरू जुटेका छौँ। यो जुट्नुको, यो प्रविधि मार्फत जुट्नुको एउटै मात्र उद्देश्य के हो भने राम्रो स्रष्टा भएको कारणले जुटिरहेका छौँ भन्ने मलाई लाग्छ। त्यसो त भारती गौतमजीले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको छ र लगभग 4 दशकदेखि अमेरिका र अनुभवी स्रष्टाको यो नयाँ कृति आउनु आफैमा उपलब्धि हो। नेपाली साहित्यमा अहिले किताब, कुनै पनि विधाको किताब निस्कनुलाई लेखकको निमित्त ठुलो मानिए तापनि नेपाली साहित्यिक समाजको लागि त्यति ठुलो नहुने पनि गरेको छ। किनभने अहिले कुनै पनि विधाको किताब लेखक प्रवृत्ति पनि बढेको छ। त्यस मध्येमा पनि विदेशमा बसेका र अलिअलि पैसा कमाएका स्रष्टाहरूको निमित्त
पुस्तक लेखिदिने धेरै पाण्डुलिपि तयार गरिदिने धेरै लेखक बन्न चाहने अलेखकहरू नेपालमा घुम्न आउँदाखेरि कृति विमोचनको एउटा अभ्यास गरेर माला लगाउने प्रचलन पनि छ। यस्तो नदेखिदो नभनिने नजानिएर बस्नुपर्ने जस्तो गरेर बस्नुपर्ने यो विकृतिको समयमा भारती गौतम जस्तो नेपाली साहित्यमा स्थापित प्रतिष्ठित एकजना स्रष्टाको यो कथा सङ्ग्रहले नेपाली कथा साहित्यलाई फरक ढङ्गले सोध्न पनि बाध्य गर्छ भन्ने मलाई लागेको छ। किनभने विदेशमा बस्ने नेपालीहरूले नेपालकै डाँडा काँडाको, नेपालकै जनजीवनको, नेपालकै खोला नाला र परिवेशको कथा लेख्नुभन्दा विदेशी परिवेश, विदेशी समय र सन्दर्भका कथाहरू लेख्दा नेपाली कथा साहित्य बलियो हुन्छ र फरक किसिमको पुस्तक आउँछ भन्ने मलाई लाग्छ। त्यस हिसाबले यो फरक फुल प्रचलनमा आइरहेको कथा सङ्ग्रहहरू, प्रचलित नेपाली कथा सङ्ग्रहहरू भन्दा फरक हुन्छ र हुनुपर्छ भन्ने मैले अपेक्षा गरेको छु। यद्यपि अमेरिकाको कोलोराडोमा भएको सम्मेलनमा यसको लोकार्पण भएको थियो र म पनि त्यसको साक्षी बस्ने मैले सुअवसर पाएको थिएँ। त्यस हिसाबले यो किन पनि मैले बढी अपेक्षा गरेको छु भने उहाँका यस पूर्वका उपन्यासहरू, संस्मरणहरूलाई मजाले पढेको छु। अझ मलाई त भारती गौतमजीको उपन्यास कथाको तुलनामा पनि अझ संस्मरण चाहिँ नि असाध्यै गहिरो र जीवन्त चित्र हेरेको जस्तो भिजुअल, त्यो अक्षरले भिजुअलको काम गराउन सक्ने सामर्थ्य उहाँका संस्मरण लेखनमा भएको मैले महसुस गरेको छु। यस्तो कथा सङ्ग्रह अर्पण गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद र यसरी फरक फुल प्रकाशन गर्नुभएकोमा भारती गौतमजीलाई धेरै धेरै बधाई र यति महत्त्वपूर्ण कथा सङ्ग्रह को यो अन्तर्क्रिया कार्यक्रममा यति नेपाली साहित्यका प्रतिष्ठित समालोचक ज्यूहरूलाई जोडेर यो कार्यक्रम गर्न सफल हुनु भएकोमा म समकालीन साहित्य प्रतिष्ठान बेलायतलाई पनि धेरै धेरै धन्यवादका साथै यो अवसरको निमित्त म समकालीन साहित्य प्रतिष्ठान बेलायत, कृष्ण बजगाईज्यू, शिव गौतम सर र भारती गौतमज्यू प्रति हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रमको पूर्ण सफलताको लागि तपाईहरू सबैलाई हार्दिकतापूर्वक स्वागत गर्दै म बिदा चाहन्छु। धन्यवाद। धन्यवाद ओम गगन सर हजुरको विचारको लागि। थोरै यो मैले कार्यक्रमको सुरुमै अघि हजुरसँग भनेको थिएँ, म अलिकति नर्भस भएछु क्या र सानो टेक्निकल मिस्टेक हुन पुगेको छ, हजुरहरूलाई मैले करेक्सन गरेँ। यो कार्यक्रमको सभापतित्व चाहिँ समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईज्यूले गर्नुपर्ने भन्ने फर्म्याट थियो। मैले यसलाई करेक्सन गर्दै कृष्ण बजगाईज्यूलाई सभापतित्वको ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अनि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यूलाई चाहिँ प्रमुख अतिथिको रूपमा आफ्नो भूमिका निर्वाह गरिदिनु हुनलाई म विनम्र अनुरोध गर्दछु। अलिकति म नर्भस भएर कार्यक्रम यसो थोरै भयो, यहाँहरूले क्षमा दिनु होला। त्यति करेक्सन सहित अब म धन्यवाद छ भाइ, धन्यवाद। थ्याङ्क यू सो मच। त्यस पछाडि अब म पुस्तक लोकार्पणको क्रम बालो आएको छ। सायद गोविन्द सरसँग किताब छ होला भन्ने अपेक्षा गरिएको छ। हामीले चाहिँ यो किताबलाई स्क्रिनमा
देखाएर हजुरले यसलाई लोकार्पण गरिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद गोविन्द सर। सबैले यसलाई चाहिँ यो सँगै कुमार सरले भारती गौतमद्वारा लिखित किताब फरक फुल कथा सङ्ग्रह फरक फुलको लोकार्पण भएको उद्घोष गर्दछु। अब यसपछिको क्रममा कथाकार भारती गौतमद्वारा लिखित फरक फुल कथाको परिचर्चामा प्रवेश गर्नेछौँ। तर त्यसभन्दा पहिले छोटो परिचय म वाचन गर्ने अनुमति चाहन्छु। कथाकार भारती गौतमको छोटो परिचय छ। नेपालको धनकुटामा जन्म भई हाल फ्लोरिडा अमेरिकामा बसोबास गर्नुहुने कथाकार भारती गौतम विगत 3 दशकभन्दा बढी समयदेखि अमेरिकामा रहेर नेपाली साहित्य लेखन र साहित्य सङ्गठनमा सक्रिय हुनुहुन्छ। उहाँ उपन्यास, कथा संस्मरण, कवितामा कलम चलाई नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी गौतमले प्राध्यापनबाट आफ्नो व्यावसायिक जीवन सुरु गर्नुभएको हो। करिब 4 दशक अघि अमेरिकामा जानु अघि गोरखापत्रको पहिलो महिला उपसम्पादकको रूपमा करिब 3 वर्ष सेवा गर्नुभएको थियो। प्रवासमा सक्रिय विभिन्न साहित्यिक संस्थाहरूमा सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभएकी भारती गौतम हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सल्लाहकार हुनुहुन्छ। 2030 सालमा रत्नश्री नारी अङ्कमा प्रकाशित तिम्रो सम्झनामा शीर्षक कविता उहाँको प्रथम प्रकाशित रचना हो भने कविता सङ्ग्रहको रूपमा आकाशमाथिको सहर कविता सङ्ग्रह 2007 सालमा प्रकाशित भएको थियो। 2007 मा फरक फुल कथा सङ्ग्रह उहाँको 5औं साहित्यिक कृति हो। गौतमले 2017 सालमा प्रतिष्ठित उत्तम साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो। यसका साथै उहाँले वनिता काव्य पुरस्कार, अनिशासा उत्कृष्ट नारी हस्ताक्षर पुरस्कार, राजमित्रा प्रज्ञा पुरस्कार, अनिशासा उत्कृष्ट नारी साहित्य पुरस्कार लगायत आधा दर्जनभन्दा बढी साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ। यो चाहिँ भारती गौतमको छोटो परिचय मैले हजुरहरू समक्ष प्रस्तुत गरेँ। यसपछि अब हामी कथा फरक फुलको अन्तर्क्रियाको चरणमा प्रवेश गरेका छौँ र यो कथाभित्र चाहिँ आफूलाई लागेका विचारहरू, स्पेसली कथामा नारी चेतनाको कस्तो उपस्थिति रहेको छ त्यसको बारेमा प्रकाश पारिदिनु हुनको लागि म डाक्टर शैलजा पोखरेलज्यूलाई अनुरोध गर्दछु। अबको समय डाक्टर शैलजा पोखरेल। भाइ समय पनि तोक्नु होला निश्चित गरेर। समय 8 मिनेट रहेको छ। हजुर नमस्कार सबैजनालाई। यस कार्यक्रमका अध्यक्ष प्रमुख अतिथि लगायतका उपस्थित सबैजनालाई र कथाकारलाई पनि नमस्कार। यहाँ मैले अब यो कथा पढ्दाखेरि यहाँ नारी उपस्थितिलाई मैले आफ्नो शीर्षक बनाएकी छु र दिदीको यो फरक फुलको नारी उपस्थिति मात्रै मैले हेर्दैछु। यो नारी उपस्थिति भनेर हेर्दाखेरि के देखिन्छ भने यो फरक फुल, फरक भन्दाखेरि सामाजिक फरक भने जस्तो देखिन्छ भने फुलले कतै नारीलाई नै देखाइराखेको छ भन्ने बुझिन्छ। फुल अब शब्दार्थ चाहिँ शब्दकोशमा खोज्दाखेरि फुलको अनेक अर्थ होला, तर साहित्यिक कोशमा व्यञ्जनात्मक अर्थमा फुल भनेको नारी नै हो। यो कतिपय कथा त्यो नारी भन्दा फरक जस्तो देखिए पनि यो कथा दिदीले आफ्ना आँखाबाट हेर्नुभएको छ र सबै कथाको प्रस्तुतिकरणमा म पात्रलाई समावेश गरेर म पात्रबाट देखेका घटनाहरूलाई त्यो नारी भावनाबाट केलाएर यहाँ प्रस्तुत गर्नुभएको छ। अब यो नारी आँखाले हेरेको त्यो घटना या नारीको प्रस्तुतिकरणले नै यसमा नारीको भूमिका विशेष देखिन्छ। एउटै कथा या एउटै परिवेश अब साहित्यमा मानिआएको छ। एउटै परिवेश पनि पुरुषले हेर्दाखेरि एक किसिमको देखिन्छ र उसको प्रस्तुतिकरण एउटा किसिमको देखिन्छ भनेदेखि नारीले हेर्दाखेरि र नारीको प्रस्तुतिकरण फरक देखिन्छ। यहाँ यो व्यञ्जनात्मक इङ्गित फुलले त्यही नारीको त्यो प्रस्तुतिकरण सँगसँगै यहाँ भएका मूल पात्रहरू, जुन मूल पात्रका रूपमा आएका नारीहरू छन्, यिनीहरूकै घटनाहरूलाई इङ्गित गरेको छ भन्ने देखिन्छ। अनि मैले के देखेँ भने भारती गौतम
यो कथाका आधारमा हेर्दाखेरि भारती गौतम महिलाहरूलाई अलि धेरै माया गर्ने र संस्कृतिलाई अलिकति माया गर्ने कथाकारका रूपमा मैले पाएँ। संस्कृति पनि कस्तो संस्कृति भनेदेखि जुन नेपाली संस्कृति छ परम्परागत रूपले मानिआएको त्यो संस्कृतिमा भएका केही तलमाथिका कुरा या अलिकति बिग्रेका भत्केका कुराहरूलाई आफू अहिले भने बसेको अमेरिकी समाजमा देखिएको त्यो सांस्कृतिक मान्यता यो कथामा प्रस्तुतिकरण देखेँ। अब यो पहिलो कथामै के देखेँ भनेदेखि यो नेपाली छ ठुली फुपू म पात्रले त्यहाँको कथाको एक किसिमले हेर्दाखेरि त्यो के अरे एज केयर सेन्टर भन्छ होला तिनीहरूलाई, त्यहाँ बसिराखेकी रुथको बिहेको कथा या रुथको बिहेको कथा सँगसँगै आफ्नी धनकुटामा भएकी फुपू त्यो बाल विधवा फुपूसँग रुथको बिहेको कथा दाँजेर त्यो फुपूको जीवनी प्रस्तुत गर्नु र उहाँको त्यो फुपूको त्यो नेपाली परिवेशमा त्यो बनाइएकी विधवा, चाहेर होइन बनाइएकी विधवा, समाजले बनाएको विधवा भन्नुपर्छ यसलाई होइन, समाजले बनाएको विधवालाई बिहे नगरिकन बस्ने सामाजिक मान्यता, त्यो सामाजिक मान्यतालाई मैले त्यो सामाजिक मान्यताको विरोधमा भन्दा पनि त्यो सामाजिक मान्यता बदल्नुपर्छ भन्ने दिदीको त्यो चाहनाका रूपमा यो रुथ आएकी देखेको छु। अनि अर्को यो अब जीवन उत्सवमा त्यहाँको सामाजिक उत्सव त्यसमा म भन्दिनँ, यो मिसेज स्मिथ सारी पिन र हजुरआमा यहाँ पनि झन्डै त्यही नै प्रयास भएको छ। तर यहाँ चाहिँ के छ भनेदेखि यहाँको समाजकी हजुरआमा र त्यहाँकी समाजकी मिसेज स्मिथ, यहाँकी हजुरआमाको त्यो बाई त्यो चुरा होला बाई भनेको त्यो बाई र त्यहाँकी मिसेज स्मिथको पिन, यो दुईटासँगको त्यो भावनात्मक सम्बन्ध, अब भनौँ नेपालीले नजानेको यो स्टेट सेल भित्र पसेर मिसेज स्मिथको पिन किनेर ल्याएर त्यसलाई सारीमा प्रयोग गरेर त्यसलाई नेपालीपन दिँदै त्यो नेपालीपन सँगसँगै हजुरआमाको बाईसँग दाँजेर हेर्दाखेरि के देखिन्छ भने त्यो मिसेज स्मिथको भावनात्मक सम्बन्ध त्यो पिनमा हजुरआमाको बाईमा सम्बन्ध भए जस्तै प्रस्तुत गर्न खोजेको त्यहाँ देखिन्छ। यो पनि एउटा नारी दृष्टिले हेर्दाखेरि दुईटी नारी पात्रहरूको भावनात्मक सम्बन्धबाट चाहिँ त्यो नेपाल र अमेरिकाको समाज कतै मिल्दो छ, महिलाका लागि झन्डै उस्तै सम्बन्ध भन्ने पो देखाएको छ कि जस्तो आगी त्यो डोरिथीको त्यो चारित्रिक कमजोरी प्रस्तुत गर्दाखेरि पनि त्यहाँ गलत भएका चिजलाई गलत भन्न सकेको जस्तो देखिन्छ। महिलाकै दृष्टिले हेर्दाखेरि पनि शुद्धसँग सही के हो गलत के हो भन्न सकेको देखिन्छ। अनि अर्को यो बिहेको निम्तोमा चाहिँ एउटा प्रत्यक्ष तरिकाले नारी पात्र आकी छ जसलाई बिहे गरेर दिनुपर्छ। नेपाली समाजमा बढ्दो के छ भनेदेखि अमेरिकामा बसेको केटो हो भन्यो भनेदेखि बाबुआमाले खुसी छोरीको बिहे गरिदिन्छ। यो छोरीको बिहे गर्ने बेलामा त्यो आफ्नो मौका परेको आफूले सोध्न मिल्ने आफन्तीलाई पनि साँच्चै त्यो मान्छे कस्तो छ भन्ने नसोधिकन बिहे गरिदिँदाखेरि नेपाली छोरीहरू फस्दैछन् भन्ने एउटा त्यो औल्याइएको त्यो समस्यातिर यो बिहेको कुमारी जस्तै एक्लै छोरीलाई त्यो बिहे गर्दै खतरातिर मोल्दैछौँ कि बचौँ है भन्ने एउटा भावना पनि यहाँ देखिन्छ। अर्को यो इजाबेलाको कथा, यो कतै इजाबेलाको ए हजुर हस्। अब मैले एउटा
भन्छु भन्नै पर्ने यो रमला कि रञ्जिता, यो रमला कि रञ्जिता भित्र चाहिँ मैले के देखेँ भनेदेखि अलिकति उग्रवादी पनि छ कि जस्तो लाग्यो। किनभनेदेखि नारीले त्यो यो यसमा चाहिँ के देखेँ भनेदेखि यहाँ नेपालबाट पढ्न हिँडेको श्रीमानले अब आफ्नी श्रीमती छोराछोरी छोडेर यहाँ गएको छ, उहाँ गइसकेपछि सम्पर्कविहीन हुँदाखेरि यहाँबाट श्रीमान खोज्न गएकी रमलाले त्यहाँ आफ्नो श्रीमान अर्कोतिर लागेर जानी जानी आफूलाई बिर्सेको रहेछ र आफू गइसकेपछि पनि उसलाई महत्त्व दिइराखेको छ भन्ने थाहा पाएपछि र आफूलाई छोडेर पनि उसैसँग फेरि प्रेम भाव देखाएपछि त्यो पेट्रोल जलाएर मार्ने असफल विद्रोहात्मक प्रयासले चाहिँ यो नारीवादको उच्च, यहाँ पनि नारीवादको भन्दा पनि नारीलाई एक किसिमको न्याय गरेको त्यहाँ देखिन्छ। त्यहाँ मैले केही देखिनँ अर्को गलत कुरा, त्यहाँ चाहिँ नारीले यस्तो पनि गर्नुपर्छ भन्ने भावना राखेको जस्तो देखेँ। अर्को यो मातृत्वकोसँग यसमा भन्नै पर्ने कुरा के छ भनेदेखि यो एकदम आदर्शवादी सोचबाट अगाडि बढेको छ। एउटै केस छ, नारी आमा बन्न सक्छ भन्ने प्रमाणित भएको छ, तर आमा पहिला ऊ बिहे अगाडि आमा बन्न खोजेकी छ र त्यो बिहे अगाडि आमा बन्न नपाउने भएको हुनाले उसको बच्चा तुहाएर उसलाई बिहे गरिएको छ। बिहे पछाडि ऊ आमा बन्न सक्दिन, त्यो कारण श्रीमानको देखिन्छ। यस्तामा उसले मैले बच्चा पाउनुपर्छ र आफ्नो गर्भधारणमा आफ्नो हक हुनुपर्छ भन्ने जुन हकको आशा राखेकी छे या माग राखेकी छे, त्यो एउटा नारीको उपस्थिति त्यहाँ उच्च कोटिको देखिएको छ। अब मैले यहीँ समाप्त गरौँ, मलाई टाइम सक्यो भने म यहीँ समाप्त गर्छु, होइन भने मेरा कुरा बाँकी छन्। हजुर, हस्, धन्यवाद मलाई समय दिनुभएकोमा। धन्यवाद आदरणीय शैलजाज्यू हजुरको विचारको लागि। एकदमै सुन्दर विचारहरू हजुरले व्यक्त गर्नुभएको छ र अब हामी कार्यक्रमकोलाई निरन्तरता दिँदै अबको क्रममा म आदरणीय डाक्टर शोभा ढुङ्गानाज्यूलाई फरक फुल कथा सङ्ग्रहका शिल्प र शैली हजुरले कस्तो पाउनुभयो त्यसको बारेमा आफ्ना धारणाहरू राखिदिनु हुन अनुरोध गर्दछु। अबको समय डाक्टर शोभा ढुङ्गाना, हजुरको समय 8 मिनट रहेको छ। म्युट पाउनुहुन्छ। आयो आवाज? हजुर। सभाका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, वरिष्ठ कथाकार भारती गौतम ज्यू र यहाँ उपस्थित हुनुभएका साहित्य अनुरागी आदरणीय विद्वत महानुभावहरूमा सर्वप्रथम म हार्दिक अभिवादन गर्न चाहन्छु। र मेरो विषय शिल्प र शैली भनेर चाहिँ दिनुभएको छ। शिल्प र शैली हेर्दाखेरि उस्तै जस्तो लाग्छ, तर पनि शिल्प र शैलीमा अलिकति भिन्नता रहेको छ। शिल्प भन्नाले कथामाको बनोट, संरचना, घटनाक्रमहरू कसरी चाहिँ आएको छ भन्ने कुरा हुन्छ भने शैली भन्नाले चाहिँ कथाकारले कथालाई प्रस्तुत गर्ने तरिका कस्तो छ भन्ने कुरा बुझाउँदछ। र यो वरिष्ठ कथाकार भारती गौतमका कथाहरू, फरक फुल कथा सङ्ग्रहका कथाहरू अध्ययन गर्दा के छ भने अधिकांश कथाहरू चाहिँ फ्ल्यासब्याक शैलीमा लेखिएको छ। खास गरेर पूर्वदीप्ति शिल्प भन्छन्, शैली होइन, शिल्पमा लेखिएको छ यो कथाहरू। किनभने फ्ल्यासब्याक शिल्प भनेपछि वर्तमानबाट कथाकारले अतीततिर फर्किएको र फेरि वर्तमानमा आएर कथा टुङ्ग्याइएको पाइन्छ धेरै जसो कथाहरू। र केही कथाहरू चाहिँ स्मृति संस्मरणात्मक मात्र पनि छन्। र खास गरेर यो पहिलो कथा जुन छ यसलाई हेर्ने हो भने के पाइन्छ भन्नुहुन्छ भने यसमा पूर्वदीप्ति शिल्प चाहिँ पाइन्छ। कथामा चाहिँ पूर्वदीप्ति चाहिने शिल्प चाहिँ पाइन्छ। र यसमा चाहिँ खास गरेर रुथ एउटा चाहिँ नि पाश्चात्य पोल्यान्डमा जन्मेकी
चाहिँ नि रुथ अमेरिकामा बसोबास गरिरहेकी को चाहिँ नि एउटा र चाहिँ नि नेपाली ठुली फुपूसँग तुलना गरेर यो कथालाई चाहिँ अगाडि बढाइएको छ। पहिला रुथको घटना प्रस्तुत सुरुमा ल्याइएको छ। रुथलाई भेट्न नपाउँदाखेरि चाहिँ नि यो चाहिँ फेरि कसरी छ भनेदेखि कथाकार स्वयं कथा भने पनि यो कथाकारको अनुभूति कथा होइन। कथामा चाहिँ रूपाको अनुभूतिबाट कथा प्रस्तुत गरिएको हुनाले यहाँ चाहिँ नि कस्तो छ भन्नुहुन्छ भने दृष्टिबिन्दु चाहिँ तृतीय दृष्टिबिन्दुमा संरचित छ। यो म भनेर कथाकारले आफ्नो अनुभूति यहाँ कथामा प्रस्तुत गरिएको छैन र पूर्वदिप्ती शिल्प छ। तृतीय पुरुष दृष्टिबिन्दुमा कथा चाहिँ नि प्रस्तुत गरिएको छ र कथाको शैलीलाई चाहिँ कसरी प्रस्तुत छ भन्दाखेरि अघि उहाँले भनिसक्नु भएको छ शैलजाजीले, एउटा तुलनात्मक शैली कथामा छ। वर्णनात्मक शैलीको पनि यथेष्ट प्रयोग भएको छ। ठाउँ ठाउँमा वर्णनात्मक शैली छ कथामा। र चाहिँ नि रुथ र ठुली फुपूको तुलना एउटा नेपालको अत्यन्तै अविकसित देशमा एउटा सांस्कृतिक एउटा उसले चाहिँ नि एउटा विधवा महिलाले भोग्नु परेको पीडा कसरी चाहिँ भाग्दै चाहिँ नि एउटा भनौँ न आगोमा हाल्ने सती प्रथाको पनि यहाँ स्मरण गराइरहेको छ। भाग्दै आएर कथामा माइतमा आएर बस्नु परेको अवस्था, त्यहाँ पनि जाने ठाउँ नपाएर बाबुआमा बितेकी काका काकीसँग बस्दा एउटा भान्से भएर बस्नु परेको स्थिति, त्यो देख्दाखेरि एउटा बिम्ब, एउटा विधवाले भोग्नु परेको कथाको बिम्ब प्रतीकात्मक रूपमा कथामा चाहिँ शैलीमा पनि यो कथा देखा परेको छ। कथामा थुप्रै ठाउँमा वर्णनात्मक शैलीको प्रयोग भएको छ। मेपल स्ट्रिटको सरकारी सहयोग प्राप्त घरमा रुथ एक्लै बस्ने गरेको थाहा पाएको दिनदेखि रूपाले ठुलो फुपू सम्झिन थालेकी थिइन्। ताछेको आलु जस्तो गोरो अनुहार, अलिकति धमिलिएको प्रशान्त महासागर जस्ता कोही र आँखा, यसरी आँखाको अनुहारको यसरी वर्णन गरिएको कथामा चाहिँ यसरी चाहिँ एउटा वर्णनात्मक शैलीको प्रयोग कथामा भएको पाइन्छ। र त्यस्तै गरेर कथामा चाहिँ तुलना एउटा फुपू र रुथको बारेमा एउटा चाहिँ नि भनौँ न 3-4 चोटि चाहिँ नि डिभोर्स भइसकेर पनि 80-82को वर्षमा पनि सानो बेलामा आफूले एउटा भनौँ न किशोरी भएको अवस्थामा मन पराएको फ्याङसँग भेट हुँदाखेरि फेरि उसँग सम्बन्ध जोडेर बिहा गरेको एउटा परिवेश छ भने अर्कोतिर जिन्दगीभर विधवा भएर एउटा चाहिँ नि माइतीको घरमा भान्से भएर बिताउन पर्ने एउटा नारीको परिवेशलाई त्यहाँ देखाएर तुलना गरेको एउटा तुलनात्मक शैलीको पनि कथामा देखाइएको छ। त्यस्तै गरेर कथा अलङ्कारिक छ। जस्तो उदाहरणको लागि के छ भन्नुहुन्छ भने त्यहाँ उखान टुङ्का बिम्ब प्रतीकहरूको पनि प्रयोग भएको छ। जस्तै उदाहरणको लागि रुथलाई नदेखेको दिन रूपालाई नुन नपुगेको अचार खाए जस्तो भएको छ भनेर यसरी उपमा अलङ्कारको प्रयोग भएको छ। त्यस्तै चाहिँ नि तस्विरमा देखेको गुलाब र बगैँचामा भेटेको गुलाब जस्तै भिन्नता भएको आभास हुन्छ रुथ चाहिँ नआएको दिन चाहिँ नि रूपालाई। यसरी रूपाको अनुभूतिमा कथा चाहिँ प्रस्तुत गरिएको र शिल्प चाहिँ नि फ्ल्यासब्याक शैली र शिल्प र शैली चाहिँ नि एउटा तुलनात्मक वर्णनात्मक र अलङ्कारिक शैली छ। संवेदना छ, भावना छ। एकदमै चाहिँ नि भावनात्मक रूपमा कथाकारले एउटा नेपालको परिवेश र अमेरिकन पोल्यान्डमा जन्मेकी सेन्टर कनेक्सन सेन्टरमा चाहिँ नि एउटा को अवस्था, अनि त्यसपछि चाहिँ नि सिटिजन सेन्टरहरूले भोग्नु परेको पीडा, अनि ग्यास चेम्बरमा चाहिँ नि बाबुआमा मारिएकी चाहिँ नि रुथको पीडा होइन, अर्काले लगेर पालेको र ठुली भइसकेपछि फेरि चाहिँ नि त्यहाँ पछि मात्रै चाहिँ बाबुआमा मरेको र यो पाल्ने बाबुआमा चाहिँ नि वास्तविक बाबुआमा होइनन् भन्ने कुरा थाहा पाएको यो अत्यन्तै भावनात्मक रूपमा भावपूर्वक एउटा शैलीमा चाहिँ नि कथाकारले प्रस्तुत गरेको छ। त्यस्तै गरेर अन्य कथाहरूमा पनि भावनात्मक तुलनात्मक शैली छ। यो दोस्रो कथामा पनि म छोटोमा अलिकति भन्छु। दोस्रो कथामा पनि त्यस्तै नै छ। जीवन उत्सवमा चाहिँ नि एउटा पूर्वीय दर्शनलाई कसरी चाहिँ नि एउटा क्यान्सरले थलिएको अवस्थामा पनि एउटा चाहिँ नि बिहा गरेर होइन, अनि त्यहाँ एउटा उत्सव मनाएको घटनाक्रमलाई लिएर कथाकारले एउटा पूर्वीय दर्शनलाई को झल्को एउटा आँखा उग्रिएको, दोस्रो आँखा
उग्रिएको कुरा, एउटा ब्रह्म ज्ञान प्राप्त भएको कुरालाई असाध्यै सुन्दर पक्षबाट प्रस्तुत गरेको छ। यसमा पनि फ्ल्यासब्याक शैलीमा नै कथा छ। मिसेस स्मिथ र सारी पिन हजुरआमामा पनि तुलनात्मक शैली छ, वर्णनात्मक शैली छ। यसमा पनि चाहिँ कथालाई चाहिँ मिसेस स्मिथ र सारी पिनको चाहिँ नि उसलाई चाहिँ गरेछ। तर यसमा ठुली फुपू र यसमा फरक के छ भने ठुली फुपूमा चाहिँ उसबाट चाहिँ रूपाको माध्यमबाट कथा भनिएको छ भने यसमा चाहिँ मिसेस स्मिथमा चाहिँ कथाकारले आफ्नै माध्यमबाट आफ्नै अनुभूति, कथाकार आफै स्वयंले चाहिँ नि आफ्नै हजुरआमालाई उसमा चाहिँ मिसेस स्मिथसँग चाहिँ नि एउटा आरोपित गरेर चाहिँ नि प्रस्तुत गरेको छ। र बाहिर साडी पिनमा अघि शैलजाजीले भनिसक्नुभएको छ, यहाँ पनि तुलना छ। कथामा ठाउँ ठाउँमा वर्णनात्मक अभिव्यक्ति छ, आलङ्कारिक शैलीहरू प्रशस्त मात्रामा आएको छ। त्यस्तै गरेर एक्लो एन्थोनी त यति भावनात्मक छ कि चाटीचुटी चाहिँ नि भात खाए एन्थोनीले। मैले चाहिँ नि धेरै दिन भयो नेपाली खाना मनपर्छ भने भएर घरमा बोलाएर खुवाउन लाग्दाखेरि चाटीचुटी खायो भन्दा त्यहाँ अभिनय पनि छ। एउटा एन्थोनीको बुढो चाहिँ नि रूपलाई हेर्दाखेरि आफ्नै बाबु त्यहाँ चाहिँ बसेर बाबुले चाहिँ चाटीचुटी खाएको अनुभव गरेको कथाकारको यो साँच्चै नै भावनात्मक छ। असाध्यै चाहिँ नि कथामा चाहिँ नि एउटा आत्म प्रकाशन चाहिँ त्यहाँ भएको छ कथामा। यसरी मेरो समय सक्यो जस्तो लाग्यो। र यसरी सम्पूर्ण कथामा मैले चाहिँ नि एउटा त्यो त ब्ल्याक फ्ल्यास शिल्पमा कथावस्तु अगाडि बढेको छ र असाध्यै सुन्दर छ कथाहरू र भावनात्मक छ, संवेदनात्मक छ, तुलनात्मक शैली छ, वर्णनात्मक विवरण छ, विश्लेषणात्मक शैली पनि छ ठाउँ ठाउँमा। यस प्रकारले कथालाई चाहिँ एउटा कथाको सुन्दरता नै उहाँको प्रस्तुत गर्ने शैली र शिल्पमा रहेको मैले पाएँ। धन्यवाद म्याडम हजुरको विचारको लागि। अबको क्रममा म फरकफुल कथा सङ्ग्रहमा कस्तो डायस्पोरिक चेतना प्रभाव भएको छ त्यसको बारेमा प्रकाश पारिदिनु हुनुको लागि प्राध्यापक डाक्टर लेख निरौलाज्यूलाई अनुरोध गर्दछु। हजुरको समय 8 मिनट रहेको छ। अबको समय लेख निरौलाज्यू। धन्यवाद छ नारायणजी। श्रद्धेय यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, कथाकार भारतीज्यू, उपस्थित विद्वतजन, सायंकालीन अभिवादन। हामीले केही समीक्षाहरू सुनिसकेका छौँ र एक खालको नेपाली साहित्यमा विश्लेषण योग्य कथा पस्किनु भएकोमा म सर्वप्रथम भारती गौतमप्रति हृदयदेखि नै बधाई दिन्छु। मैले यो कथा पाएपछि सबै कथा 16वटा त पढिन अन्याय हुन्छ, तर जति पढेँ तिनीहरूले मेरो मन छोएको छ। मैले उहाँको योभन्दा पहिले प्रकाशित भएका सिर्जनाहरू पढिसकेको छु र खास गरी त्यो ठुलो उपन्यास अमेरिकामा आमा त्यो पढ्दा नि मैले उहाँका धेरै प्रवृत्तिहरू नजिकबाट निहालेको थिएँ र डायस्पोरिक प्रवृत्तिको सन्दर्भ मात्रै मलाई यहाँ तोकिएको छ। त्यो कोणबाट हेर्ने हो भने लगभग 3टा कथालाई छोड्ने हो भने मैले पढेका र अरू पनि बिचबिचमा पढेकालाई छोड्ने हो भने बाँकी रहेकोमा डायस्पोरिक चेतना पाइन्छ नै। र डायस्पोरिक चेतनामा विशेष गरी उहाँले 3टा पक्षलाई बढी जोड दिएको मैले भेटेँ। एउटा गृह स्मृतिको पाटो अलि बढी छ, बिचबिचमा विदेशको अमेरिकाको प्रसङ्ग ल्याइरहँदाखेरि नेपाल आइपुग्नुहुन्छ। सुरुकै कथादेखि नै फुपूदेखि नै हामी थाहा पाउँछौँ कि उहाँ आफू चाहिँ विदेशतिर हुनुहुन्छ, पात्र विदेशी पात्रलाई उठान गर्नुहुन्छ र अनि अचानक नेपालको गृह स्मृतिको सन्दर्भलाई उहाँले जोड्नु भएको छ। यो नै एउटा डायस्पोरिक चेतनाको एउटा प्रमुख अभिलक्षण हो, जुन उहाँका धेरै कथामा त्यस्तो हामी पाउन सक्छौँ। चाहे त्यो ठुली फुपू जस्तै रुथ होस् अथवा रमलाकी रन्जिताकै कुरा किन नगर्ने होइन, जुनसुकै खोज्दै जाने हो
हो भने हामी हरेकमा त्यो बिहेकै प्रसङ्गमा पनि हामी देख्छौँ। मैले जुन जुन पढेँ तिनीहरूमा लगभग गृह स्मृतिको पाटो चाहिँ र गृह स्मृतिमा पनि उहाँ पूर्वतिरको हुनुहुन्छ भन्ने चाहिँ प्राय थाहा हुन्छ। त्यहाँ गृह स्मृति नेपाल त पूर्व र पश्चिम मध्य पनि हो, तर उहाँ कि चाहिँ धनकुटा पुग्नुहुन्छ कि विराटनगर पुग्नुहुन्छ कि काठमाडौँ आउनुहुन्छ। र धेरै अरू नेपालका अरू क्षेत्र पश्चिम र हिमाली क्षेत्रहरू चाहिँ उहाँले खासै छोएको गृह स्मृतिमा त्यो त्यति धेरै देखिँदैन। उहाँको आफ्नो क्षेत्रलाई सायद त्यो स्मरण बढी आउँदो हो भन्ने त्यसले पनि देखाउँछ। अनि अर्को एउटा गृह स्मृतिकै सन्दर्भलाई हेर्ने हो भने त्यसलाई त्याग गर्ने वा त्यसलाई लिने हो भने उहाँका कथामा जति पात्रहरू विदेशका पात्रहरू उहाँले उठाउनु भएको छ ती सबै तुलनीय रहेका छन्। एकपछि अर्कोसँग ठ्याक्क मिल्ने खालको तरिकाले गृह स्मृति गर्दाखेरि पनि अस्वाभाविक तरिकाको चाहिँ उहाँको मैले पाएको देखिनँ। त्यो अर्को राम्रो पक्ष हो। अब अर्को डायस्पोरिक दृष्टिकोणले हेर्ने हो भने नारी चेतना वा नारी चिन्तन पनि यो डायस्पोराले समेट्ने तत्त्वभित्र पर्छ र त्यसलाई चाहिँ हामीले विशेष गरी इजबेलाको कथा भन्ने उहाँको जुन कथा छ त्यो मैले गहिरेर अर्कोचोटि पनि पढेँ। एकछिन त यो कस्तो होला मलाई त्यसले छोयो पनि, किनभने हामी नारी हक अधिकारका कुराहरू अविकसित मुलुकमा मात्रै होइन विकसित मुलुकमा पनि त्यो चेतना फैलाउनु जरुरी रहेछ भनेर यात्रा गरिरहँदाखेरि उहाँले जुन खालको संवाद गर्नुहुन्छ इजबेलासँग त्यसले पनि डायस्पोरिक चेतनाको अर्को पाटोलाई उजिल्याएको छ। र अर्को नयाँ ठाउँमा गइसकेपछि नेपाली पुरुषहरूले त्यहाँको रमझममा लागेर अनि घरकी पत्नी वा आफ्नी श्रीमतीलाई भुल्ने प्रवृत्ति जुन डायस्पोरिक प्रवृत्ति हामी मान्छौँ त्यो कोणबाट हेर्ने हो भने रमलाकी रन्जिता कथाले पनि छुन्छ हामीलाई। कि अघि पनि सायद हाम्रो म्यामले भनिसक्नु भएको थियो कि त्यो कथा एक खालको रमलाकी रन्जितामा विद्रोह त गर्न प्रयास गर्नुभएको छ रन्जिताले भनौँ, तर त्यो विद्रोह चाहिँ अलिक असफल भएर क्यानाडातिर पुग्नुपर्ने परिस्थिति आएको पनि त्यहाँ देखिएको। तर त्यो कारण के त भन्दा डायस्पोरिक प्रवृत्तिको एउटा लक्षण पनि हो, किनभने महिलाहरू प्रति पुरुषले विदेशमा गइसकेपछि जस्तो व्यवहार गर्नुपर्ने हो आफ्नी धर्मपत्नीप्रति त्यो नगरेको त्यो कणबाट पनि एउटा उल्लेखनीय प्रसङ्ग छ। अझ डायस्पोरिकले के भन्छ भने विषयमा नवीनता र त्यो अद्भुत नयाँपन पनि त चाहियो नि त। जब विदेश गइसक्छले पक्कै पनि त्यो नेपाली समाजलाई एउटा नयाँ चेतना पनि दिने काम गरेको छ। र त्यहाँ डोनर नम्बर 45 एक किसिमले भन्ने हो भने विषयवस्तुमै नवीनता दिएको छ। जुन नेपाली समाजले अहिले त्यति प्रयोगमा ल्याएको औपचारिक रूपमा छैन, अनौपचारिकता आइरहेका छौँ, पठनीय रहेको छ डायस्पोरिक चेतनाको दृष्टिकोणले। त्यो नवीनतम विषय कि डोनर नम्बर 45 उहाँले चाहिँ कुन घटनाबाट प्रेरित भएर तयार पार्नुभयो होला त्यो पनि एक खालको देख्न सक्छौँ। र यसपछि हेर्दै जाने हो भने अरू बाँकी रहेका मैले जसलाई यहाँ उच्चारण गरिरहेको छैन न्यान्सी र क्रिस्टल होस् कि अथवा यो मिसेस स्मिथ अनि सारेपिन र हजुरआमा जस्ता कथाहरूमा पनि नयाँ नवीनता पाइन्छ। र यसरी उहाँको डायस्पोरिक चेतनालाई हेर्ने हो भनेदेखि अधिकतम मात्रामा गृह स्मृतिको प्रयोग पाइन्छ, नारी चेतनाप्रतिको उद्बोधन पाइन्छ, नवीनतम विषयवस्तुको प्रस्तुति र लेखन शिल्पलाई हेर्ने हो भनेदेखि शिल्प शैलीको कुरा अघि आइसक्यो। डायस्पोरिक चेतनामा अलिक आम तरिकाले लिने बृहत स्तरको लघु
कम्प्लिट आकारका कथा लेख्ने शैली उहाँमा देखिन्छ र कता कता कुनै कुनै प्रसङ्ग चाहिँ अलिक जटिल तरिका दुःख तरिका यी विभिन्न कारणहरूबाट विश्लेषण गर्ने हो भने डायस्पोरिक चेतनाका दृष्टिले यो जुन कथा अहिले हामीले फरक फुल यो सङ्ग्रह पढ्यौँ यो उच्च कोटिको छ भन्ने मेरो धारणा रहेको छ र म बधाई दिँदै मेरो धन्यवाद सर हजुरको विचारको लागि। अबको हाम्रो आजको कार्यक्रमको अन्तिम वक्ता हुनुहुन्छ प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला। आदरणीय कुमार प्रसाद कोइरालाज्यूलाई फरक फुल कथा सङ्ग्रहको विषयवस्तुको बारेमा प्रकाश पारिदिनु अनुरोध गर्दछु। अबको समय प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला। यस कार्यक्रममा उपस्थित यसका कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, कथाकारज्यू र 23 जना उपस्थित हुनुहुन्छ। सबैमा मेरो सायङ्कालीन अभिवादन। म नेपालमा छु त्यसैले सायङ्कालीन अभिवादन छ। अनि अरू देशमा जहाँ जुन बेला छ त्यहाँहरूलाई त्यति बेलाकै नमस्कार छ। र मैले चाहिँ यहाँ कुरा गर्दाखेरि अब यो भारतीज्यूको बारेमा अहिलेसम्ममा शैलजाजीले नारीका कस्ता संवेदना छन् त्यसको चर्चा गर्नुभयो। शोभा ढुङ्गानाजीले शैली र शिल्पको बारेमा चर्चा गर्नुभयो। लेख निरोला सरले चाहिँ डायस्पोराको बारेमा चर्चा गर्नुभयो। र म चाहिँ यहाँ भारतीजीको यो फरक फुलमा के कस्ता विषयवस्तु भएका कथा छन् त्यसका बारेमा चर्चा गर्छु पहिले संक्षेपमा। र अनि उहाँका खास विशेषता के हुन् यो कथा सङ्ग्रहमा, उहाँ कस्तो कथाकारका रूपमा चिनिनुहुन्छ त्यसको बारेमा पनि चर्चा गरेर आफ्नो कुराहरू टुङ्ग्याउँछु। यो फरक फुल भारती गौतमको पहिलो कथा सङ्ग्रह हो। यो कथा सङ्ग्रह पढेर चाहिँ उहाँ कथाकारको रूपमा चिनिनु भएको छ। अगाडि उपन्यासकार, कवि, कवयित्री अनि संस्मरणकार वा निबन्धकारका रूपमा चिनिनु भएको थियो र यसले उहाँलाई कथा सङ्ग्रह कथाकारका रूपमा चिनाएको छ। र उहाँ कथा चाहिँ 2035 सालदेखि लेख्नु हुँदो रहेछ भनेर यही किताबबाट थाहा पाइन्छ। र त्यो 35 सालमा प्रकाशित कथा पनि यहाँ मातृत्व कसको भन्ने कथा यहाँ राखिएको छ। त्यो चाहिँ 35 सालमा प्रकाशित देखिन्छ। र उहाँका कथाहरू यहाँ जम्मा 16वटा कथा छन्। ती 16वटा कथा पढेर हेर्दाखेरि तिनलाई विषयवस्तुको आधारमा मैले विभिन्न भागमा बाँडेको छु। अब पहिलो चाहिँ मैले यो चाहिँ कथामा दुई भिन्न संस्कार र संस्कृति भएका समाजको चित्रण गर्ने अर्थात् नेपाल र अमेरिकाका समाजको चित्रण गर्ने कथाहरू छन्। त्यस्ता कथामा चाहिँ ठुली फुपू जस्तै रुथ, जीवन उत्सव, मिसेस स्मिथ, सारीबिन र हजुरआमा जस्ता कथा पर्दछन्। अनि अर्को प्रकारका कथा चाहिँ वृद्धावस्था र एक्लो जीवनको चित्रण गर्ने कथा छन्। यसमा चाहिँ मानव नेपालका अमेरिकाका वृद्धहरूको अवस्था र तिनीहरूको एकाकीपन वा एक्लोपन, कारुणिक एक्लोपन, मार्मिक एक्लोपनलाई चित्रण गर्ने एकदम राम्रा कथा छन्। त्यस्ता कथामा ठुली फुपू जस्तै रुथ, मिसेस स्मिथ र सारीपिन र हजुरआमा, एक्लो एन्थनी, अर्लको इच्छा पत्र भन्ने कथाहरू पर्दछन्। यी साह्रै मार्मिक कथा छन्। त्यसपछि चाहिँ अर्को प्रकारको चाहिँ दाम्पत्य जीवनको चित्रण गर्ने कथा छ। दाम्पत्य जीवनको चित्रण गर्ने कथाहरूमा दुई किसिमका छन्। एउटा अमेरिकी दाम्पत्य जीवनको र एउटा नेपाली दाम्पत्य जीवनको। अमेरिकी दाम्पत्य जीवनको चित्रण गर्ने कथामा चाहिँ जीवन उत्सव, डेरोथीको डेट, नोरा र नियति भन्ने कथाहरू पर्दछन् भने नेपाली दाम्पत्य जीवनको चाहिँ चित्रण गर्ने चाहिँ कथामा चाहिँ यो रातो पस्मिना मातृत्व कोसँग छन्। र अमेरिकी र नेपाली दाम्पत्य जीवनको चित्रण गर्ने कथा पनि छन्। त्यस्ता कथामा चाहिँ रमालाकी रञ्जिता,
भाग्यमानी जस्ता कथाहरू पर्दछन्। दाम्पत्य जीवनका यसरी हेर्दाखेरि 3 किसिमका, एउटा अमेरिकी दाम्पत्य, नेपाली दाम्पत्य र अमेरिकी नेपाली दाम्पत्य, 3 किसिमका दाम्पत्य जीवनको चित्रण गर्ने साह्रै राम्रा कथाहरू चाहिँ यहाँ देखिन्छन्। अर्को चाहिँ जो प्रकार छ चाहिँ नि यो कृत्रिम गर्भाधानलाई विषय बनाएर लेखिएको कथा छ डोनर नम्बर 45। यो एउटा राम्रो अमेरिकी समाजकै परिवेशको कथा हो। अनि अर्को चाहिँ अमेरिकामा पढ्ने केटासँग विवाह गर्ने केटीको अवस्थालाई वर्णन गर्ने त्यस्ता कथाहरू छन् चाहिँ। त्यस्तामा चाहिँ मैले बिहेको निम्तो भन्ने कथालाई लिएको छु र अरू पनि त्यस्ता कथा छन्। र चाहिँ नि अर्को चाहिँ नि कथा छ चाहिँ नि आप्रवासी युवतीका समस्या। हुन त यो इजाबेलाको कथा अमेरिकाकै एउटा पोर्टेरिको भन्ने एकदम पुरानो ठाउँको कथा भने त्यो अलि परम्परावादी समाज भएको र त्यो समाज चाहिँ त्यहाँका मान्छेहरू चाहिँ बोस्टनमा आएर बसेका र उनीहरूले चाहिँ छोरीहरूलाई स्वतन्त्र नछोड्ने, छोरालाई मात्रै छोड्ने र नेपालको मा जस्तै छोरीहरूलाई चाहिँ बन्धनमा राख्ने बा अमेरिकामा चाहिँ छोराछोरी पढाउने आधुनिक समाजमा, तर छोरीहरूलाई चाहिँ आधुनिक समाज अनुसार गर्न नदिने, प्रतिबन्ध लगाउने, त्यस्तो एउटा सुन्दर कथा चाहिँ इजाबेलाको कथा छ। यो पनि सुन्दर कथा छ। अनि यस्ता कथाहरू चाहिँ अनि अर्को चाहिँ विदेशीयका नेपाली सन्तानको पीडा व्यक्त गर्ने कथामा चाहिँ यो अधुरो वाक्य भन्ने कथा छ। यस्ता यी विभिन्न विषयमा लेखिएका कथाहरू चाहिँ यी 16वटा कथाहरूलाई चाहिँ उहाँले विभिन्न विषयका कथा लेख्नुभएको छ, एक किसिमका मात्रै कथा छैन। र यी कथाले चाहिँ विभिन्न माने समाजको खास गरिकन नेपाली र अमेरिकी दुईटै किसिमको समाजको चित्रण गरेका छन्। यस्ता कथा लेखेर चाहिँ उहाँका कथा चाहिँ अब कस्ता छन् त, उहाँका कथाको मूल विशेषता वा वैशिष्ट्य के हो त्यसको बारेमा भनेर म आफ्नो कुरा सिद्ध्याउँछु। उहाँको चाहिँ के लाग्यो भने उहाँ चरित्र प्रधान कथा लेख्नुहुन्छ भारतीजी। यो जस्तै रुथ भन्ने पनि चरित्र प्रधानै छ, मिसेस स्मिथ भन्ने चरित्र प्रधान छ, डोरेथी भन्ने पनि चरित्र प्रधान छ, एन्थोनी भन्ने चरित्र प्रधान, अर्ल भन्ने छोरा, नोरा, इजाबेला सबै चाहिँ चरित्र प्रधान कथा हुन्। वास्तवमा एउटा त चरित्र प्रधान कथा लेख्नु, चरित्र चित्रण गर्न सक्नु, एउटा चरित्रको रेखाचित्र कोर्न सक्नु, त्यो एउटा ठुलो प्रभाव हो र चरित्रले नै मान्छेलाई स्थायी प्रभाव पार्न सक्छ। त्यसको नमुना चाहिँ हाम्रो भारतीजीका यी कथा छन्। त्यस्तै अर्को भारतीजीको कथा लेख्ने शैली मलाई के लाग्यो भन्दाखेरि घटनालाई रहस्यात्मक पारेर प्रस्तुत गर्ने, पहिले घटनालाई नभन्ने, अन्तिममा लगेर रहस्य खुलाइदिने, त्यो एउटा तरिका रहेछ उहाँको। जस्तै नोराको नियतिको कथा को चाहिँ चाँदीको बट्टामा पनि एकदम ठुलो रहस्य छ। डोनर नम्बर 45 को पनि ठुलो रहस्य छ। अर्लोको इच्छा पत्र पनि रहस्यात्मक रूपमा प्रस्तुत गरिएको छ। त्यो कथा पढ्नेलाई मात्रै थाहा हुन्छ, नपढ्नेलाई चाहिँ थाहा हुँदैन। फेरि न्यान्सी र क्रिस्टलको कथामा पनि कथालाई पनि एकदम रहस्यात्मक पारेर अन्तिममा खुलाइएको छ। अनि रमला कि रञ्जिता भन्ने कथामा पनि एकदम रहस्य नै छ वास्तवमा। ल ठिक छ, अब त्यो त्यस्तो छ। अर्को उहाँको कथाको चाहिँ विशेषता भनेको चाहिँ अब बिहेको निम्तोको कथाको प्रज्वल पनि रहस्यात्मक छ। अनि अर्को उहाँको संशोधनात्मक शैलीमा लेखिएका कथा छन्। अर्को चाहिँ जो चाहिँ उहाँको कथाको वैशिष्ट्य द्वैध चिन्ता व्यक्त गर्ने, द्वैध मानसिकता भनेको मतलब उहाँले चाहिँ अमेरिकालाई बिहे घर जस्तो र आफ्नो मातृभूमिलाई माइत जस्तो भनेर लेख्नु नि भएको छ भूमिका। उहाँका कथाले चाहिँ द्वैध मानसिकता भनेको चाहिँ अमेरिका बस्थे कर्मभूमिको
मानसिकता र नेपाली माइतीको मानसिकता। अब नेपाललाई पनि उहाँ बिर्सन सक्नुहुन्न, अमेरिकाको समाजलाई पनि बिर्सन सक्नुहुन्न। त्यो द्वैध मानसिकताले रचना गरेका कथाहरू चाहिँ छन् र त्यो नि यसको चाहिँ प्रमुख वैशिष्ट्य, त्यही नै यसको चाहिँ यो डायस्पोरिक कथा हुनुको चाहिँ एउटा विशेषता हो जस्तो लाग्छ मलाई। अर्को चाहिँ कुरा चाहिँ उहाँ भावना प्रधान कथा लेख्नुहुन्छ। कथा दुई किसिमको हुन्छ, एउटा तर्क बुद्धि प्रधान विचार प्रधान, अर्को भावना प्रधान माने अनुभूति प्रधान संवेदना प्रधान। उहाँका कथा चाहिँ भावना प्रधान छन्, वास्तवमा चाहिँ पाठकलाई भावुक बनाउँछन्, मार्मिक छन्। त्यसैले उहाँका कथाहरू चाहिँ तार्किक वैचारिक नभएर कारुणिक छन्। उहाँ करुण रसका कथा लेख्न खप्पिस हुनुहुन्छ भन्ने मेरो ठनाइ छ। अनि अर्को चाहिँ जो चाहिँ उहाँको कथाहरू नारी विषयक छन्। हुन त शैलजाजीले पनि भन्नुभयो, उहाँका चाहिँ मूलतः नारीका समस्या प्रस्तुत गर्छन् र नारी मनोभावना व्यक्त गर्छन्। उहाँ एउटा नारी कथाकार भएको हुनाले चाहिँ यो हुनु स्वाभाविक पनि हो र सही पनि छ। र भारतीजीले नि नारी मनोभावनालाई यथार्थ रूपमा वस्तुगत रूपमा प्रष्ट गर्न सक्नुहुन्छ। त्यो नारी कथाकार भएको हुनाले उहाँका प्राय धेरै कथामा नारी मनोभावना व्यक्त भएको छ। अनि अर्को चाहिँ विषय त उहाँको कवि हुनुहुन्छ। वास्तवमा उहाँ वास्तवमा कवयित्री भनौँ न, किन कवि, तर उहाँको भाषामा चाहिँ त्यो काव्यात्मकता छ। त्यो कथामा पनि काव्यात्मक भाषाको प्रयोग गर्नु भएको छ। त्यो चाहिँ त्यसको प्रभाव चाहिँ कथा लेखनमा पाइन्छ। त्यसैले उहाँको कथाहरू वर्णनात्मक विवरणात्मक संस्मरणात्मक शैलीमा मात्र नभएर आलङ्कारिक शैलीमा पनि रचिएका छन्। अनि अर्को चाहिँ नै उहाँको कथाको अघि नै भने कारुणिकता, यो चाहिँ उहाँको कथाको वैशिष्ट्य हो। यस्ता राम्रा राम्रा कथा लेख्नुभएको छ र मैले चाहिँ उहाँलाई सबभन्दा माने एकदम भावुक र एकदम उहाँको अन्तश्चेतनाले लेख्नु भएको साह्रै राम्रो विगत र बाडुली। हुन त अरू पनि उहाँका कृति धेरै राम्रो छन्, तर विगत र बाडुली चाहिँ उहाँको धेरै राम्रो एउटा संस्मरणात्मक ग्रन्थ हो जस्तो लाग्छ। त्यस्तै त्यो संस्मरणात्मक शैलीले नै पनि यहाँ कथा लेखिएका छन् र यो पनि त्यस्तै किसिमको एउटा चाहिँ नै उत्कृष्ट कथा सङ्ग्रह हो भन्ने लाग्छ। यस्तो कथा रचना गर्नुभएकोमा म कथाकार भारती गौतमलाई बधाई दिन चाहन्छु र उहाँको कथा रच्ने कलम अझ तीक्ष्ण होस्, त्यो शुभकामना व्यक्त गर्छु। धन्यवाद। धन्यवाद कुमार कोइरालाज्यू। अबको क्रममा हामी हाम्रो वक्ताहरूको बोल्ने क्रम समाप्त भएको छ। अबको समय हामी कथाकार भारती गौतमका कुरा सुन्नेछौँ। यो कथा सङ्ग्रह निकाल्दाका अनुभूति र आफूलाई लागेका कुरा हामी समयको पाबन्दीलाई ख्याल गर्दै आफ्नो विचारहरू राखिदिनु हुनको लागि म कथाकार वरिष्ठ साहित्यकार भारती गौतमज्यूलाई अनुरोध गर्दछु। अबको समय भारती गौतम। सबैलाई नमस्कार। सर्वप्रथम त कार्यक्रमको सभापतिज्यू अनि प्रमुख अतिथिज्यू अनि वक्ताहरू सबैलाई धेरै 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 आभार व्यक्त गर्छु। अनि अहिले जोडिनुभएका जो हुनुहुन्छ मेरो शुभचिन्तकहरू, उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अब यो किताबको मैले भन्नुपर्ने कुरा त छैन। यो किताब लेखिसकेपछि कस्तो भएको थियो भने जाँचमा त्यो होमवर्क गरेर टिचरहरूलाई कागज बुझाएपछि अब के प्रतिक्रिया आउने हो भन्ने खालको एक प्रकारको त्यो ढुकढुकी भइरहेको थियो। सबैले एकदम यसलाई माया गर्नुभयो, एकदमै खुसी लागेको छ। एकदमै म त के भन्ने अब विवल छु। अब यो किताब तयार हुनुमा थुप्रैको हात छ। थुप्रैको भन्नाले अब समकालीन साहित्य प्रतिष्ठान त्यसले प्रकाशन त्यसको लोगोमा प्रकाशन गर्न पाउँदा गौरव लागेको छ। त्यसमा कृष्ण बजगाईजीको अथक प्रयास, त्यो पनि त्यसलाई म धन्यवाद दिन्छु। त्यसै गरी आवृत्ति प्रकाशन अनि हाम्रो भाइ केदार अधिकारी, उहाँसँग धेरै धेरै काम गरिसकिया छ। उहाँले पनि धेरै राम्रो काम गर्नुभएको छ। त्यसै गरी आवरण सुन्दर बस्नेत भाइले गर्नुभएको छ। मेरो थुप्रै किताबहरू, अरू किताबहरू पनि उहाँले आवरण गर्नुभएको छ, सन्तुष्ट छु त्यसमा। अनि व्याकरण हेर्नलाई मैले पर्वतराज घिमिरे भन्ने एकजना नयाँ भाइ उहाँले हेरिदिनु भएको छ, उहाँप्रति पनि आभारी छु। अब त्यसै गरी अब आभार व्यक्त गर्ने क्रममा अब मेरो परिवार, मेरा श्रीमान, अरू अब अहिले साहित्यमा मलाई प्रोत्साहन गर्ने पहिलेदेखि नै हाम्रो गोविन्द भट्टराई सर हुनुभयो। उहाँबाट मैले धेरै अगाडिदेखि नै एक प्रकारको गाइडेन्स पाइरहेको छु। अनि अब दयाराम सरले भूमिका लेखिदिनु भयो। उहाँ मेरो पहिलो
उहाँको पहिलो विद्यार्थी होला म, सायद उहाँले MA गरेर पढाउँदाको पहिलो ब्याज हो म। अनि नेपाली पढाउनुहुन्थ्यो, उहाँले एकदम राम्रो पढाउनुहुन्थ्यो। अनि एकपल्ट एउटा क्लासमा उहाँले एउटा कथा भन्नुभयो, लु सबैले आफ्नो आफ्नो तरिकाले लेख्नु भन्नुभयो। अनि मैले लेखेकोलाई उहाँले पछि साहित्य केही उसको चाहिँ भविष्य छ भनेर त्यसरी पहिले त्यति बेला उहाँले भन्नुभएको थियो है। त्यो हुनाले अहिले उहाँले भूमिका लेखिदिनु भयो, त्यो पनि म एकदम गौरवान्वित छु। अनि त्यसै गरी अब अहिले यो किताबको चिरफार गरेर सबैले आफ्नो आफ्नो दृष्टिकोण राख्नुभयो। अब यो किताब मेरो होइन, अब पाठकहरूको हो, सबैको हो, कस्तो हुन्छ थाहा छैन मलाई। मैले त खालि आफ्नो अनुभव मैले जो भेटेँ त्यही अब मैले एकदम सरकारी कार्यालयमा काम गरे भए तीका मान्छे भेट्थेँ होला होइन, अब त्यो म्याकडोनल्डहरूमा काम गरे भए तीका मान्छे भेट्थेँ होला। तर म एकजना आमा, एउटा गृहिणी, एउटा ऊ भएको एक प्रकारले सामाजिक कार्यकर्ता जस्तो त्यस्तो भएको हुनाले त्यही खालका मान्छे भेटेँ र तिनीहरूलाई नै मैले पस्केँ। त्यही आफूले जानेको कुरा, मैले नजानेको एकदम कहाँ कहाँ ठुल्ठुलो कुरा लेखाएको छुइनँ। मैले भेटेका मान्छेको जीवनीमा अलिकति आफ्नो मिसाएर गरे हो। त्यसलाई पाठकहरूले माया गरेर त्यसलाई पनि कथाको रूपमा स्वीकारेर, मलाई त कथा हो कि होइन पनि के लेखेँ मैले मलाई थाहा पनि अरूको मुखबाट नसुन्जेल आफूले लेखा त सबै राम्रै लाग्ने हुन्छ। त्यसो हुँदाखेरि अहिले यो सबै दस्तावेज सुनिसकेपछि मलाई खुसी लागेको छ एकदमै। केही रहेछ यसै केही पठनीय नै भएछ, कसैले अब यसलाई दुईजनाले भए पनि पढेर अब भोलि यसबाट यहाँको केही अलिकति सानो कुरा पनि कसैले लिन सकियो भने त्यही नै ठुलो कुरो हो। त्यति नै मात्रै, एकजनाले मात्रै पनि उहाँ त त्यस्तो पो हुँदो रहेछ अथवा यस्तो पो रहेछ भन्ने बुझ्यो भने पनि उनीहरू लागि भयो। अब कथा मैले 35 सालदेखि लेखेको, अहिले फाटोफुट्ट यिनीहरू पनि विभिन्न उसमा बेला बेला छापिएकै कथाहरू हुन्। तर के भने सङ्ग्रह नहुन्जेलसम्म एउटा कथाकारको रूपमा पनि हुँदो रहेछ। त्यो पनि त्यसैले भइरहेका कथालाई सबैलाई एकै ठाउँमा राखेर मैले यहाँहरू समक्ष राखेको छु। अब के कस्तो हुन्छ समयले बताउँछ होइन। अहिले यहाँहरू जसले यसको चिरफार गरिदिनु सबैप्रति एकदमै आभारी छु, एकदमै भनिहालेँ म लाखौँ लाख धन्यवाद। अरू के भन्छु र, सबैलाई फेरि पनि धन्यवाद। यस्तै माया पाइरहँ। हवस् त, नमस्कार। धन्यवाद आदरणीय भारती गौतमज्यू। हजुरको कथाका सङ्ग्रहको र आगामी दिनमा आउने कथाहरू जति पनि साहित्य हजुरले लिएर आउनुहुन्छ तिनीहरूको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ र हजुरका राम्रा राम्रा कथाहरू पढ्न पाइयोस्। मैले पनि कथाका सङ्ग्रह सर पढ्ने अवसर पाएको थिएँ PDF, र तिनीहरूले धेरै छोए। डायस्पोरिक हामी विदेशमा बस्नेहरूलाई ती कथाहरूले बढी छुन्छन्, किनभने हामी मेमोरीमा बाँच्छौँ। मेमोरी चाहिँ डायस्पोरिक चेतनाको सबैभन्दा ठुलो टुल हो। जस्तो वी मेक होम आउट अफ नोवेयर। त्यसले गर्दा एउटा त्यो बिचमा बस्ने, साँधमा बस्ने मानसिकताबाट गुज्रिएका हुन्छौँ अनि हामी एउटा मानसिकताको घर बनाएका हुन्छौँ, जस्तो सम्झनाको घर। यो चाहिँ डायस्पोरिक चेतनाको सबैभन्दा ठुलो टुल हो। त्यो प्रचुर मात्रामा हजुरका कथामा मैले पनि प्राप्त गरेर पाएँ। अबको क्रममा छोटो शुभकामना सन्देशको लागि म अनुरोध गर्न चाहन्छु डाक्टर ऋषि बस्ताकोटीज्यूलाई आजको कार्यक्रम र कथा सङ्ग्रह अनि भारती गौतमज्यूको कथा सङ्ग्रहको सन्दर्भमा छोटो शुभकामना सन्देश दिनु हुनलाई डाक्टर ऋषि बस्ताकोटी, समय 3 मिनट। हस्, धन्यवाद नारायण सर। यस गरिमामय समारोहका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र सम्पूर्ण विज्ञज्यूहरू अनि कथाकार भारती गौतमज्यू प्रकट गर्न चाहन्छु। मैले चिनेको भारती गौतम भनेको चाहिँ एकदम धैर्यवान र गम्भीर प्रकृतिको लेखक हो। मैले उहाँलाई त्यसरी नै पढेको छु। यस सङ्ग्रहका पनि केही कथाहरूलाई अलिकति छाम्ने मौका पाएको छु। एउटा लेखकले लेख्ने भनेको आफ्नो सोसल कन्स्ट्रक्ट हो, इमान्दारीपूर्वक लेख्ने लेखकले। त्यो मानेमा भारती गौतम अत्यन्त सफल हुनुहुन्छ भन्नलाई मलाई कुनै हिचकिचावट छैन। आज 4 जना विज्ञ समीक्षकहरूले प्राज्ञिक हिसाबले आफ्नो दृष्टिकोण राखिसक्नु भएको छ। अब त्यसमा मैले दोहोऱ्याउनु पर्ने कुरा केही भएन। आज यहाँ विज्ञ मानिसहरू हुनुहुन्छ, उहाँहरूको केही ध्यान आकर्षण गर्नु चाहिँ उपयुक्त होला भन्ने लाग्छ। अब समाजशास्त्रीय दृष्टिकोणले के हो डायस्पोरा, के होइन, त्यो एउटा बहसको विषय हो। साहित्यिक हिसाबले के डायस्पोरा हो, के होइन, के डायस्पोरा लेखन हो, के होइन, यो ठुलो गम्भीर बहसको विषय छ। यसमा डाक्टर गोविन्दराज भट्टराई, डाक्टर लेख निरौला लगायत आजका विज्ञहरू र यहाँ आज उपस्थित नभएका पनि प्राज्ञिक मानिसहरू हुनुहुन्छ, उहाँहरूले थप व्याख्या गर्न चाहिँ जरुरी छ। तर यो भारती गौतमको कथालाई
प्रसङ्ग बनाएर भन्नुपर्दा मलाई के भन्न मन लाग्छ भने विदेशका सन्दर्भबाट थुप्रै पुस्तक लेखिएका छन्, अघि श्री ओम श्रेष्ठ दाजुले भने जस्तै, तर कतिपय सन्दर्भमा ती पुस्तकहरूले मिसरिप्रेजेन्ट गरेका छन्। भारती गौतम अमेरिकामा 40 वर्ष बस्नुभएको छ। निर्धक्क म के भन्न सक्छु भने आख्यान लेखे पनि गैर आख्यान लेखे पनि भारती गौतमका लेखाइमा त्यो मिसरिप्रेजेन्टेसन छैन। यो चाहिँ एउटा सबल कुरा हो र डायस्पोरिक स्वादका कुराहरू यसमा हामीले थुप्रै पाउँछौँ। अब यो शीर्षकै फरक फुल राखिएको छ। म के दाबीका साथ भन्न सक्छु भने आएका तमाम पुस्तकहरूभन्दा अलि फरक स्वादबाट हामीले प्रवासलाई चिन्न सक्छौँ, डायस्पोरालाई छुन सक्छौँ, के हो भन्ने कुरा महसुस गर्न सक्छौँ। यसका लागि अब अरू धेरै व्याख्या गर्नतिर नलागौँ, हामीले थुप्रै सुनिसक्यौँ, अझ हामी अरू पनि सुन्नेछौँ। उहाँलाई धेरै धेरै शुभकामना। यसले चाहिँ डायस्पोराको अध्ययनको लागि एउटा खुड्किलो चाहिँ नयाँ पार गर्यो भन्ने चाहिँ दाबीका साथ यहाँलाई पूर्ण शुभकामना। हस्, धन्यवाद। धन्यवाद ऋषि सर हजुरको विचारहरूको लागि। र अबको क्रममा शुभकामना सन्देशकै लागि म प्राध्यापक डाक्टर शिव गौतमज्यूलाई अनुरोध गर्दछु। अबको समय शिव गौतमज्यू। हजुर, अध्यक्ष, प्रमुख अतिथिज्यू लगायत सम्पूर्णमा मेरो नमस्कार। अब मैले के भन्ने, अब शुभकामना, बधाई, कतिपय त्यहाँ लेखिएका पात्रहरू यिनीहरू होलान् भनेर म पनि गेस गर्न सक्छु। जस्तो त्यो एन्थोनीको त म त यति भावुक, त्यो दोस्रो विश्वयुद्धमा फाइटर जेट उडाएर हिटलरका सेनामाथि बम बर्साउने मान्छे, उसका ती चित्रहरू, घरभरिका चित्रहरू, पछि बुढो निरीह ऊ हाम्रो छिमेकी भए पनि सिधै हिँडेर आउन नसक्ने, त्यहीँ छेउमै भए पनि फेरि हाम्रो घर भिरालोमा, उसको पनि भिरालोमा ड्राइभ गरेर तल जानुपर्ने, माथि फेरि ड्राइभ गरेर हाम्रोमा आउँदाखेरि हाम्रो पहाड जस्तो पहाडको भिरालो उसमा थियो। ला अब आज के हुने त यो भनेर नेपालमा मैले त्यस्तो कहिले सोच्नै सकेको थिएन कि त्यत्रो उमेरमा त्यत्रो घरभरि एक्लै, कोही नै नभएको, एटलिस्ट अचेल त होला कि नेपालमा पनि त्यस्तै सुनिन्छ। त्यो बडा त्यो थियो। अब उनले त्यसलाई राम्ररी त्यो प्रस्तुत गरेर लेखेकी छन्। शुभकामना। अर्को कुरा, त्यो अघि डायस्पोराको कुरा निकाल्नुभयो ऋषिजीले। एकचोटि नेपालबाट आउनुभएको अतिथिहरूले हामीलाई हकारेको सम्झिन्छु कुनै योजनामा। तपाईँहरू बाहिर बसेर फुलको कथा लेख्नुहुन्छ, फुल त नेपालमा पनि हुन्छ नि भनेर हकार्नुभयो। त्यस्तै एकचोटि प्रज्ञा प्रतिष्ठान समेतले डायस्पोरिक कविताहरू आह्वान गरेको थियो। मैले पनि पठाएको थिएँ, मैले हवाईको बारेमा लेखेको थिएँ। तर उहाँहरूलाई के थाहा रहेनछ भने हवाई पनि अमेरिकाको एउटा राज्य हो भने थाहा रहेछ। त्यसैले उहाँहरूले यो डायस्पोरिक भएन भनेर चाहिँ पछि रिजेक्ट गरेर पछि थाहा भयो। त्यस्तै सायद यसले त्यस्ता डायस्पोरिक के हो होइन ऊ हो भन्ने कुराहरूको जुन हाम्रो एउटा विवाद छ, म त व्यक्तिगत रूपले अनावश्यक ठान्दछु। त्यस्तोलाई पनि यसले एउटा ब्रिजको रूपमा ठुलो सहयोग पुर्याउनेछ भन्ने मलाई लागेको छ। र सफलताको लागि फेरि पनि धेरै धेरै शुभकामना। धन्यवाद। धन्यवाद शिव सर हजुरको विचारहरूको लागि। अब हामी कार्यक्रमको अन्त्यतिर अघि बढिसकेका छौँ। अबको क्रममा आजको कार्यक्रमका प्रमुख अतिथि आदरणीय प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यूलाई आफ्नो मन्तव्य, आजको कार्यक्रम, कथा सङ्ग्रह र आजको कार्यक्रम सम्पूर्णलाई मध्यनजर गर्दै आफ्नो विचारहरू राखिदिनु हुनलाई म यो मञ्च प्रदान गर्दछु। अबको क्रममा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यू। धन्यवाद छ प्रिय भाइ नारायण भट्टराई। दाजुभाइसँगै परेछौँ आज। हजुर, साह्रै खुसी लागेको छ। आदरणीय दिदी भारतीय गौतम, आजका सभाध्यक्ष प्रिय भाइ कृष्ण बजगाई हुनुहुन्छ। उहाँ एउटा उत्कृष्ट काम गर्ने, साहित्यलाई ज्यादै माझेर टल्काएर माथि लाने र समर्पित र मैले ज्यादै मन पराएका स्रष्टा मध्ये एक हुनुहुन्छ। उहाँले भन्नुभयो, उहाँकै प्रकाशन पनि रहेछ यो, र दिदीले पनि भन्नुभयो उत्कृष्ट लेखक उदाउँदाखेरि मलाई पनि हर्ष लाग्यो र आज जोडिएको छु। आदरणीय दिदी भारतीय गौतम नेपाली साहित्यकी एक स्थापित स्रष्टा हुनुभएको सम्बन्धमा हामी विदित छौँ। कविता सङ्ग्रह, आत्मजीवनी परक आख्यान र निबन्धकै मालामा आज यो कथा सङ्ग्रह आएको छ।
हामीलाई प्रत्येक पल्टको उहाँको आगमनमा, उहाँका कृतिको आगमनमा ठुलो हर्ष लाग्छ, किनभने यस कर्मले एउटा मोहक सन्देश दिन्छ, आकर्षक सन्देश दिन्छ कि आज नेपाली साहित्य कहाँसम्म पुग्यो, कति टाढा दूरदेशमा चाहिँ खानु बस्नु वा जीवन बिताउनु वा कुनै प्रकारले यो जीवन चलाउनुको आतङ्कलाई चाहिँ रोकेर वा त्यसलाई समन गरेर त्यसलाई स्थिर गराएर लेख्ने पर्ने चिन्तन गर्ने बौद्धिक समाजको निर्माण हुनु सानो कुरा होइन। तर नेपालको एक सचेत वर्ग विश्वका कुना कुनामा पुगिसकेकाले आफ्नो अस्तित्व जोगाउन पनि नेपाली भाषा र साहित्यलाई शिरमा राखेर चल्दै हुनुहुन्छ। त्यसमध्ये एकजना भारती गौतम पनि हुनुहुन्छ। युरोप, अमेरिका, अस्ट्रेलियाबाट त निरन्तर कृतिहरू आइरहेका छन्। भारतवर्ष र अन्य नेपाल बाहिरका मुलुकबाट पनि आइरहेका छन्। तर यसै हप्ता पनि लोकार्पित अफ्रिकाका अन्तिम टुप्पातिर बस्ने गणेश खड्काको नक्सामा नभएको देश भन्ने एउटा यात्रा संस्मरण भर्खरै आयो। उल्काको कृति छ त्यो। कहाँ हो यस्ता कर्महरू जातीय गौरव बढाउने, संसारभरिका नेपाली जातिलाई खुसी लाग्ने घटना हुन्। एक वर्षभित्र धेरै अमेरिकाबाट धेरै कृति आए। गोपी उप्रेती एउटा नवीन सिद्धान्त सङ्ग्रह लिएर आउनुभयो, पर्यावरणीय कविता लिएर आउनुभयो। सीता पाण्डे बहिनी गत साल त्यस्तै डायस्पोरिक कविता सुन्दर लिएर आउनुभयो। अनि डाक्टर कोमल अधिकारी मेरा गुरुजी हुनुहुन्छ अमेरिकामै आस्टिनमा, उहाँ पनि यो अमेरिका सपना र विपना लिएर भर्खरै आउनुभयो। यसको यहाँ भर्खर रिभ्यू भएको छ। मोहन जोशी डिसीमा बस्ने उहाँ पनि राम्रा कविता लिएर आउनुभयो। गोविन्द गिरी प्रेरणाले भर्खरै आफ्नो अभिद्वा कथा सङ्ग्रह विमोचन गरेर जानुभयो। यस्ता समर्पित साधकहरूको सङ्ख्या नेपाली गद्य र पद्यमा सबैतिर छ। पढ्दा हर्ष लाग्छ। यिनैका हारमा हुनुहुन्छ भारती गौतम पनि। यो कृतिको अनुभूतिले एउटा भिन्न संसारमा हाम्रा मानिसहरू बसेका पुगेका छन्। अघि नारायण भाइले भने जस्तो एउटा स्मृतिको संसार, स्मृतिलोक छ यतातर्फ, त्यसैलाई चाहिँ अगाडि राखेर बसिरहेका छन्। र आज यो कृतिको छोटो भए पनि समीक्षा गर्ने, ज्यादै नै खारिएका, ज्यादै गतिला विद्वान विदुषीहरू, नेपाली भाषामा लेख्ने बोल्ने र एउटा चेतना गहिरो भएकाहरू आउनुभयो। उहाँहरूलाई त एक घन्टा बोल्नु दिनु जस्तो पनि मलाई लाग्यो भरे सक्दाखेरि नि त। तर अब डाक्टर शैलजा बहिनीले बोल्नुभयो चाहिँ नारी सञ्चेतना, नारी संवेदनाको कुरा। डाक्टर शोभाले शिल्प र शैली, अब डाक्टर लेख भाइले चाहिँ डायस्पोरिक भावना, अब तत्त्व, अनि कुमार सरले अन्तिममा यसको संरचना, यी सबै मिलाएर गर्दाखेरि त एउटा थेसिसमा पनि नअटाउने सामग्रीहरू छ। तर मूल सामग्रीको सङ्केत चाहिँ आज आयो। साह्रै राम्रा वक्ताहरू रोज्नु भएछ, मलाई हर्ष लागेको छ। र हरेक विधाको लेखन सिद्धान्तता संसारभरि एउटै हुन्छ। कविता यसरी लेख्ने, आख्यान यसरी लेख्ने, नाटक यसरी, निबन्ध यसरी भन्ने त विश्व साहित्यमा एउटै शैली हुन्छ, आइसकेको छ। त्यो ग्रिसदेखि लिएर प्राचीन संस्कृतदेखि लिएर यसरी पनि लेख्न सकिन्छ भने बेला बेला आंशिक प्रयोगहरू अलिकति थपिन्छन् थोरै, तर मूल त तिनी 5वटा विधाका हुन्, त्यति हो। नत्र आख्यानको लागि पात्र, कथानक, परिवेश, विषयवस्तु र अन्य यी मुख्य तत्त्व हुन्। यसमा जोडिने तत्त्व चाहिँ केही शैली, दृष्टिबिन्दु, द्वन्द्व र उपसंहार आदि जोडिने तत्त्वहरू हुन्। तर भारती गौतमकृत अमेरिकामा आमा जस्तै यो पनि डायस्पोरिक अर्थात् द्वैध संस्कृतिको मनोवैज्ञानिक प्रस्तुति गर्ने अत्यन्तै शक्तिशाली कथा सङ्ग्रह हो। सबै कुरा मानवीय क्रियाकलापका हुन्।
सबै कुरा मानवीय सम्बन्धका हुन्, मानवीय भावनाका हुन्। तर संस्कृतिले, बेग्ला बेग्लै संस्कृतिले, बेग्ला बेग्लै भाषाले, बेग्ला बेग्लै भूगोलले ती सम्बन्ध, ती भावना, ती चरित्र पनि बेग्ला बेग्लै बनाएका हुनाले यहाँका मानिसलाई अमेरिकामा बुझिसक्दा अर्कै जगत छ, अमेरिकालाई यहाँको बुझ्दा अर्कै जगत छ। ती दुईटा जगतलाई मिलाएर र सिलाएर उहाँले विचित्रको शक्तिशाली एउटा डायस्पोरिक कथा सङ्ग्रह बनाउनु भयो र अमेरिकाको पनि जीवन झल्कालाई जीवन्त स्वरूपमा प्रस्तुत गर्नुभएको छ। उताको एक पात्र, एक स्थान, एक परिस्थिति र चरित्रको भूमिका वर्णन गर्दा यता आफ्नो मूल भूमिका स्मृतिहरूलाई ती जोडेर सिलाएर प्रस्तुत गर्नुभएको छ। यो डायस्पोरिक चेतनामा यही नै हो। र बाल्यकालमै पोल्यान्डको हिटलरीय कन्सन्ट्रेसन क्याम्पमा भागेर बचेकी रुस र सती जानबाट बचेकी बाल विधवा ठुली फुपू, यो तुलना डरलाग्दो किसिमको कसरी मेमोरीमा, स्मृतिमा आयो होला। नारीमाथि प्रहार, केवल परिस्थिति भिन्न छ। र दोस्रो कथा जीवन उत्सव पढेर मैले एउटा नोट थपेछु, यति शक्तिशाली कथा कुनै नेपाली साहित्यमा लेखिएको छैन होला, त्यति लेखेँ मैले। वास्तवमा धेरै छन्, मैले पढेको नोट यहाँ सुनाउन चाहन्न, म यतिमा एकछिनमा रोकिन्छु। वास्तवमा आफ्नो दर्शनले जीवन चलाउने रहेछ। हरेक समाजको बेग्लै दर्शन छ, धर्मले दर्शन बनाएको छ, संस्कृतिले बनाएको छ। र जेनीलाई 3वटा सुनपत्ती फेर्दा पनि जीवन उत्सवै भएको छ। र यता नेपालमा त्यसो गर्ने भने त्यो कुरा अर्कै हुन्थ्यो होला। र यस्ता यस्ता भिन्नताहरू र डायस्पोरिक हो। र नेपाली साहित्यमा खास गरी डायस्पोरिक कथामा अध्ययन गर्ने, अनुसन्धान गर्ने, थेसिस लेख्ने विद्यार्थी भाइ बहिनी, अनुसन्धाताहरूको लागि एउटा अमूल्य उपहार यहाँ आएको छ। र यसमा अरू केही छैन। आजभन्दा 24 वर्ष अगाडि सबभन्दा पहिला नेपाली साहित्यमा डायस्पोरा शब्द ल्याउने गोविन्दराज भट्टराई नै हो। किताबमा एउटा च्याप्टर बनाउने, डायस्पोरा समालोचना, परिवृत्तीय समालोचना लेख्ने पनि मै हुँ। नेपाल एकाडेमी प्रज्ञा प्रतिष्ठानबाट डायस्पोरा समालोचना भनेर 300 पेजको किताब निकाल्ने, पहिलो सिद्धान्त निकाल्ने पनि मै हुँ। र यसको राम्रो प्रष्ट ज्ञान सबैतिर भइ नसकेकोले गर्दा, सबैतिर नभिजेकोले गर्दा आफ्नै यो चाहिँ नि मनबाट उब्जिएका अथवा आफै उत्पन्न भएका धामी झाँक्री जस्ता डायस्पोरा समालोचक, चिन्तकहरू पनि जन्मेका छन् यो देशमा। त्यसले गर्दा यसो मिस इन्टरप्रिटेसन, अपव्याख्या पनि हुन्छ। तर पहिलो डायस्पोराको विद्यावारिधि गाइड गर्ने मान्छे मै हुँ। अबको विश्वविद्यालयमा डायस्पोरा स्टडिज, माइग्रेसन स्टडिज बेगरको कुनै विश्वविद्यालय छैन संसारमा। र नेपाल त्रिविमा पनि डायस्पोरा स्टडिज आइसक्यो। यो सोसियोलोजीमा पनि छ, जियोग्राफीमा पनि छ, हिस्ट्रीमा पनि छ। सबै मानविकी विषयमा डायस्पोरा स्टडिज हुन्छ। तर साहित्यको लागि साहित्यिक सामग्री चाहिन्छ। आज भारती गौतम दिदीको यो ज्यादै महत्त्वपूर्ण, ज्यादै मूल्यवान, आई कुमार सरले भन्नु ज्यादै संवेदनाले, हृदय चाहिँ एउटा भावुकताले भरेर, फेरि तर्कले पनि भरेर, हतार नगरिकन राम्ररी लेखिएका ज्यादै मनोहारी कथाहरूको माला पढेर म पनि ज्यादै खुसी भएको छु। र यो पढ्ने मान्छे जो पनि खुसी हुन्छ। ठिकै छ, हामी पढौँ। र यस्तो चिजलाई फेरि छपाई उस्तै सुन्दर, आकर्षक, कागज उस्तै गतिलो, कृष्णभाइले गरेको जुन एउटा नेतृत्व हो, यो देखेर मलाई एकदम मनमा हर्ष छ। भाइलाई पनि विशेष धन्यवाद दिएर अनि आज म यहाँ रोकिन्छु। मनिष भाइको पनि, बाबुको पनि देख्छु, अघि नाम त अहिले कहाँ हराइसक्नु भयो होला। र मनिषका बालाई पनि धेरै नै मेरो बधाई छ। उहाँ पनि अब कसी हुनुहुन्छ, उहाँको किताब नआएको धेरै भयो, अलि हामी निराशिएका छौँ। आज झ्याम्री बाख्राको फेरि अर्को एउटा कथा आइरहेछ, उसमा अघि अनुमति लिइसकेका छन्। यही धन्यवाद छ सबैलाई, म यहीँ रोकिन्छु। हस्, धेरै धेरै धन्यवाद आदरणीय प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यूलाई। अबको हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ र आजको यो कार्यक्रममा उपस्थित भएर आफ्नो अमूल्य समय प्रदान गरेर भारती गौतमज्यूको कथा सङ्ग्रहमाथि परिचर्चा गर्नुहुने, यहाँ सहभागी हुनुहुने अथवा हामीलाई जुमबाट हेर्नुहुने दर्शक श्रोता सम्पूर्णलाई पुनश्च धेरै धेरै धन्यवाद। र यो कार्यक्रम सञ्चालन गर्ने, यस्तो महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी मलाई दिनुभएकोमा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष साहित्यकार कृष्ण बजगाई सरलाई पनि फेरि पनि म धन्यवाद भन्न चाहन्छु।
केही पुति कमजोरी अवश्य भयो, अघि एउटा थोरै त्रुटि भयो, त्यसलाई चाहिँ करेक्सन गर्ने र त्यसलाई हजुरहरूले चाहिँ एउटा सहज रूपले दिनुहुन्छ भन्ने अनुरोध गर्दै म चाहिँ अबको यो आजको कार्यक्रमलाई विसर्जन गरिदिनु हुन, आफ्नो मन्तव्यसहित विसर्जन गरिदिनु हुनको लागि समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईज्यूलाई र आजका कार्यक्रमका सभापति कृष्ण बजगाईज्यूलाई हार्दिक अनुरोध गर्दछु। अबको समय कृष्ण बजगाईज्यू। नारायणजी मैले एक हरफ बोल्न मिल्छ? हजुर मिल्छ। यो हाम्रो डाक्टर गोविन्द भट्टराईज्यूले मेरो घ्याम्ली बाख्राको पाठाको पनि म्या गरिदिनु भयो, पाठो करायो उहाँले। तर उहाँले गरेको एउटा चाहिँ यो डायस्पोरालाई अहिले हामीले कोर्समा राखेको छ भन्नुभयो, मलाई लाग्छ त्यो असाध्यै राम्रो कुरो, यदि छैन भने गर्नै पर्ने कुरा हो। यहाँ एकजना अमेरिकामा एकजना मान्छेसँग डायस्पोराको बारेमा छलफल हुँदा मैले उहाँलाई अन्तिममा के आग्रह गरेँ भने तपाईँबाट 10 मिनट टाढा एउटा युनिभर्सिटी छ, ठुलो युनिभर्सिटी, त्यहाँ अङ्ग्रेजी डिपार्टमेन्ट छ र त्यहाँ अङ्ग्रेजी डिपार्टमेन्टमा डायस्पोरा भन्ने एउटा कोर्स नै पढाइ हुनुहुन्छ। त्यो प्रोफेसरसँग गएर कुरा गर्नुहोस् न, मलाई जिद्दी गरेर मलाई तर्कमा पछार्नुको सट्टा त्यो हुन्छ मैले अनुरोध गरेको थिएँ है। जस्ट त्यतिको लागि मैले यो गरेको, सरी। अबको समय आदरणीय कृष्ण बजगाई सर। धन्यवाद नारायणजी। आजको यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय प्राध्यापक डाक्टर होमराज भट्टराईज्यू, वरिष्ठ साहित्यकार तथा फरक फुल कथा सङ्ग्रहका सर्जक आदरणीय भारती गौतमज्यू र कथा सङ्ग्रह पर महत्त्वपूर्ण विचार राख्नुहुने श्रेष्ठ विद्वान प्राध्यापक डाक्टर कुमार प्रसाद कोइरालाज्यू, प्राध्यापक डाक्टर लेख निरौलाज्यू, विदुषी डाक्टर शोभा ढुङ्गानाज्यू, विदुषी डाक्टर शैलजा पोखरेलज्यू र संसारभरबाट हामीलाई सुनिरहनुभएका सम्पूर्णलाई म हार्दिक अभिवादन गर्दछु। हामी अत्यन्त महत्त्वपूर्ण कृतिको लोकार्पण र अन्तर्संवाद कार्यक्रम सम्पन्न गरिसक्यौँ र कृतिको बारेमा सबै कुराहरू आइसकेकोले म केही भन्न चाहन्न। यति मात्र तपाईँहरूलाई जानकारी गराउँछु र कयौँलाई सम्झना पनि छ, फेरि पनि स्मरण गर्न चाहन्छु। समकालीन साहित्य प्रतिष्ठानबाट अप्रकाशित भारती गौतमज्यूको विगत र बाढीलु भन्ने संस्मरण सङ्ग्रहले 2079 सालको प्रतिष्ठित 1 लाख रुपियाँ पुरस्कारको प्रतिष्ठित उत्तम शान्ति पुरस्कार प्राप्त गरेको म यहाँ जानकारी गराउन चाहन्छु र स्मरण गर्न चाहन्छु। र यो अहिलेको कृति पनि कथा सङ्ग्रह फरक फुल पनि त्यस्तै पुरस्कारको योग्य रहेको म दाबी पनि गर्दछु। र समकालीन साहित्य प्रतिष्ठानले विदेशमा बसेर नेपाली भाषा साहित्यको प्रवर्धन, सम्वर्धन, प्रचार प्रसारमा चाहिँ सानो प्रयास गरेको छ। अब हामी आफ्नो व्यस्तताले धेरै समय दिन सक्दैनौँ, सानो टिमले धेरै ठुलो कामहरू हामीले गरिरहेका छौँ र हाम्रो समकालीन साहित्य प्रतिष्ठानले विगत 19 वर्षदेखि www.समकालीनसाहित्य.com भन्ने साहित्यिक पत्रिका अविरल अविच्छिन्न रूपमा प्रकाशन गरिरहेको छ। विगत 9 वर्षदेखि नेपाली साहित्यको अनुसन्धानमूलक साहित्यिक जर्नल प्रवासन, त्यो पियर रिभ्यू विज्ञ समीक्षित जर्नल विगत 9 वर्षदेखि प्रकाशन गरिरहेको छ र त्यसको 12 अङ्क प्रकाशन भइसकेको छ र त्यो प्रिन्ट रूपमा प्रकाशन हुन्छ र हामी त्यसलाई PDF हाम्रो वेबसाइटमा पढ्न सकिनेछ। त्यो पनि यहाँ जानकारी गराउन चाहन्छु। र हामीले थुप्रै पुस्तकहरू पनि प्रकाशन गरिरहेका छौँ। र त्यति मात्र होइन, हामीले नयाँ प्रतिभाहरूलाई र साहित्यिक सर्जकहरूलाई एउटा ठुलो फोरम, ठुलो मञ्च उपलब्ध गराएका छौँ जहाँ 2,52,000 जना सदस्यहरू हुन्छ र त्यहाँ दैनिक रूपमा 100 भन्दा बढी कथा, कविता, मुक्तक, लघु कथा यावत कुराहरू त्यहाँ पोस्ट हुन्छ र त्यहाँ विभिन्न पाठकमा चाहिँ त्यो माध्यमद्वारा पुग्ने गरेको छ र त्यसले चाहिँ तत्कालै लेखकहरूलाई प्रतिक्रिया पनि प्राप्त हुन्छ, कतिलाई सिक्ने अवसर पनि त्यहाँ मिलेको छ र एउटा ठुलो यो फोरम पनि हामी विगत 10, 12, 14 वर्षदेखि हामी सञ्चालन गरेको यहाँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र एउटा हाम्रो सानो प्रयास हो, हामीले त्यति धेरै कामहरू त गर्न सकेको छैनौँ, तर जे जति गरेका छौँ स्तरीय निष्पक्ष रूपमा काम गरेको छौँ भन्ने हामीलाई लागेको छ। आगामी दिनमा तपाईँहरू सबैबाट, संसारभरबाट हामीलाई हौसला, सहयोग र मार्गदर्शन प्राप्त हुनेछ भन्ने मैले आशा लिएको छु। र अन्त्यमा यो कार्यक्रम सफल बनाउनलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने
विशेष गरी नारायण भट्टराईजीलाई विशेष धन्यवाद र कार्यक्रममा हाम्रो निमन्त्रणलाई अनुरोधलाई स्वीकार गरेर वक्ताको रूपमा उपस्थित हुनुभएका सम्पूर्ण विद्वान विदुषीज्यूहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र यो हाम्रो पुस्तकलाई स्तरीय रूपमा प्रकाशन गरिदिनु हुने हाम्रो आवृत्ति छापाखानाका केदार अधिकारीजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यो हाम्रो कार्यक्रममा शुभकामना मन्तव्य सहित स्वागत मन्तव्य गर्नुहुने श्री ओम श्रेष्ठ रोदनज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु र शुभकामना दिनु अन्य डाक्टर ऋषि गौतम ऋषि बस्ताकोटी र शिव गौतमज्यूलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद सर। धेरै नै गुणात्मक भयो, धेरै गुणात्मक, धेरै उच्च कोटिको कार्यक्रम, बौद्धिक। म लाइभ स्ट्रिम बन्द गर्ने अनुमति चाहन्छु र रेकर्डिङलाई पनि